यी नानी हाम्रो स्कुलमा किन डान्स गर्दै छिन् त? हेलो साथीहरू, आज चाहिँ हो मेरो डे 9 अफ 15 डेज भिडियो च्यालेन्जको। अनि बिहानै उठेर पहिला चाहिँ म फ्रेस भएँ। फ्रेस भइसकेपछि नास्ता खाएर फेरि लागेँ म कलेजतिर। अनि यहाँ चाहिँ साथै यिनको टिम र यी नानी आउनु भएको रहेछ। धनगढी डान्स च्याम्पियनसिप सिजन 4 को विनर हुनुहुँदो रहेछ। अनि यिनले चाहिँ डान्स चाहिँ देख्नु नै भयो होला, बवाल गर्ने रहेछन्। अनि यता चाहिँ हाम्रो साथी त्यसपछि चाहिँ एकछिन त्यहाँ डान्सहरू हेरिसक्यो। हामीहरू चाहिँ ग्राउन्डतिर गयौँ। अनि आज चाहिँ हाम्रो टिमको फुटबल म्याच थियो। यताहरू सब केटाहरूले बुटहरू लगाएर रेडी भइसकेका थिए। अनि यता चाहिँ सर के त्यो गेमको त्यो के सम्झाउँदै हुनुहुन्थ्यो। अनि यसमा चाहिँ हामीहरू चाहिँ सेकेन्ड भएको थियौँ। अहिलेसम्म चाहिँ हामी जुन गेममा पनि सेकेन्ड नै भएको छौँ। अनि धेरै के हुन्छ, धेरै खुसी छौँ हामी, किनकि हामीले जितेछौँ नि त। अनि अब आफ्नो टिम जित्दा त कस्तो खुसी भइन्छ। अनि यता हेर्न सक्नुहुन्छ, हामीले यहाँ चाहिँ हामी सेकेन्ड भएका थियौँ। त्यसपछि हाम्रो खुसी हेर्न सक्नुहुन्छ, यहाँ यस्तो खुसी भइरहेको थियो। साथै म पनि त्यहाँ चेयरअप गरिरहेको थिएँ। अनि पेनल्टी सुटआउटमा चाहिँ हामीले जित्यौँ। अनि गोलमा चाहिँ एउटा गोल उनले, एउटा गोल हामीले हानेको थियौँ। अनि जे होस्, जित चाहिँ हाम्रो नै भयो भनौँ न। अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ, खुसी भनेर व्यक्त गर्नै सकेको छैन। यहाँ सब हाम्रो टिमको हेर्न सक्नुहुन्छ खुसी कति छन्। अनि त्यसपछि गेम हेरेर घर फर्केँ आजको लागि।